बासीमा पान्तलाको घर भत्किँदैछ। कांग्रेसको नक्सा सम्बन्धीको गोपी खडाल कहाँ छस् त? पहिला मैले घर बनाउँदाखेरि एउटा भर्याङ यताउति भएन भनेर मेरो घर भत्काउँछु भन्थिन् गोपी खडाल कांग्रेसको नक्सा सम्बन्धीको घरको नक्सा सम्बन्धीको गोपी खडाल सचिव होस् नि त कांग्रेसको। कहाँ गइस अहिले? सुकुम्बासीमा पान्तलाको घर बनेको छ। अनि एउटा विजय कुमार भन्ने नक्सल हेडक्वार्टरको विजय कुमार डेस्पी कहाँ छस्? एमालेको चोर होस् नि त। तेरीमा साला देखिस् तँलाई मुख छाड्ने दिन आज छाडी। नक्सल हेडक्वार्टरको विजय कुमार डेस्पी भनाउँदा कहाँ छस्? त एमालेको होइन चोर साला। आज तेरो सत्ता पल्टाएर तेरो नजिक भइदिए तेरो चौटालु दिन्थी। मलाई के गरेका थिइस्? नक्सा बमजिङको घर छैन भन्थिस्। हेर सुकुम्बासीमा पान्तलाको घर आज हाम्रो बालिन्छ। एमालेको होइनस् त? भीमबहादुर रावलको त लोखौटे होइनस्? ए गोपी खडाले कांग्रेसको सचिव होइनस् त? मलाई कति दुःख दिइरहेको थिइस् गोपी खडाल नक्सा सम्बन्धीको सचिव होस् त? तँलाई आज मेरो जग्गा लुटेर बसेका छस् गोपी खडाल नक्सा सम्बन्धीको सचिव होस् त? हेर आज सुकुम्बासी भत्क्यो। विजय कुमार डेसी भनाउँदा नक्सल हेडक्वार्टरमा नक्सा हेडक्वार्टर जागिर खाएर विजय कुमार भनाउँदो डेसी थिइस् नि त? मेरो जग्गा लुटेर आइरहेछस् नि दलाड। हेर यहाँ आज हामीले सही मान्छेलाई भोट हालेका थियौँ। एमालेको र कांग्रेसको माओवादीको दलाडहरूले कति दुःख दिएका थिएस्। आज सत्ता पल्टायौँ, जनताले सत्ता पल्टाएको। बालेन्द्र सर जय होस्, बालेन्द्रको हातमा छौँ हामी, बुझिस्? तेरीमा दलाडो झुक्क्याएर सही गराएर जग्गा छोड भन्ने। है सचिन्द्र थापा भलजोरको कुशेश्वरीको मन्दिर राखेर चाहिँ नि प्रति जग्गा मन्दिरको भत्ता खाएर बसिरहेको छ नि। सचिन्द्र थापा कहाँ छस्? तेरीमा दलाड झुक्क्याएर सही हालेर मेरो श्रीमानले झुक्क्याएर सही हालेर जग्गा छोड भन्ने होइन सचिन्द्र थापा। देखि सत्ता कसरी पल्ट्यो? त पनि कांग्रेसको चोर होइनस्? गोपी खडाल नक्सा सम्बन्धीको सचिव कहाँ छस् त? कति दुःख दिइरहेको थिइस् मलाई। कहाँ छस् नक्सा सम्बन्धीको सचिव? कहाँ छस् विजय कुमार? भीमबहादुर रावलको एमालेको चोर साला। मलाई तेरो त मासु आए पनि मलाई रिस मार्दै कति दुःख दिएछ। सचिन्द्र थापा मेरो लौनीलाई झुक्क्याएर सही हालेर जग्गा छोड भन्ने कांग्रेसको होइनस् त? कहाँ गइस आज साला चोर? तँलाई मुख छाड्ने थिइनँ। तँलाई मलाई दुःख दिएर तँलाई मुख छाडेको हो, बुझिस्? आज हेर सुकुम्बासीको पान्तला घर भत्क्यो। बालेन्द्रको जय होस्। बालेन्द्र हो हाम्रो जहिले पनि भोट दिने र हामी बालेन्द्र सरको आधारमा बाँचेका छौँ, बुझिस्?